राम साथीहरू हेर्नु आज बिहानै बिहानै यो साग मलाई आएछ सर्लाहीबाट। यो साग सर्लाहीबाट आएछ। यो सागको नाम थाहा छ तपाईँहरूलाई भने भन्नु, जसले ल्याइदियो त्यसले भनौँ सरवारी साग हो। यो हुन त मैले फतेपुरमा यो साग खाएको छु। अम्बासीको एउटा थियो बहिनी, त्यो ल्याएर बेच्थ्यो, दिन्थ्यो मलाई। मैले खान त यो साग खाएको छु, तर नाम मलाई थाहा थिएन। नाम आजै थाहा भयो, यो सरवारी साग हो। अब यो सागलाई पकाउनु पर्छ, आलु मिसाएर भुटेर खानुपर्छ। यो साग कर्मी साग जस्तै आलु मिसाएर भुटेर खानुपर्छ। यो सरवारी सागलाई, यो जङ्गलहरूमा फर्ने साग हो, जङ्गलको साग। एउटा पटुवाको साग पनि आएछ यसमा। तपाईँहरूलाई थाहा छ नाम भने कमेन्टमा भन्नुहोला।